Good morning everyone, it's me Susma Khanal. Today I am presenting on monochromatic CRT. हामीले मोनोक्रोमेटिक CRT को बारेमा बुझ्नु भन्दा अगाडि चाहिँ CRT भनेको के हो भनेर बुझ्नुपर्छ। CRT भनेको चाहिँ cathode ray tube हो। Cathode ray tube CRT is a display device that uses a focused beam of electrons to produce images. Cathode ray tube is an electronic device used to convert electrical signals into visual signals. CRT भनेको चाहिँ एउटा डिस्प्ले डिभाइस हो जसले चाहिँ इलेक्ट्रिक बीमहरु फोकस जुन प्रोड्युस भएको इलेक्ट्रिक बीमहरु छ त्यसलाई चाहिँ फोकस गरेर इमेजमा कन्भर्ट गर्न मद्दत गर्छ। अनि हामी चाहिँ CRT को पहिला एकचोटी कसरी CRT युज हुन्छ, कसरी हामीले डिस्प्लेमा हामीले इमेजेस भिडियोजहरु देख्छौं भनेर चाहिँ यो डायग्रामबाट हेर्न सक्छौं। पहिला सुरु चाहिँ कनेक्टर आइपीएस मा तपाईको इलेक्ट्रिक गनबाट चाहिँ हाम्रो हिटिङ फिलामेन्ट्स र इलेक्ट्रोन्सहरु प्रोड्युस हुन्छ। त्यो प्रोड्युस भएको इलेक्ट्रोन्सहरुलाई चाहिँ कन्ट्रोल ग्रिडले चाहिँ बाहिर नजाओस् भनेर कन्ट्रोल ग्रिडले यसलाई म्यानेज गर्छ। त्यसपछि चाहिँ हाम्रो फोकसिङ सिस्टमले चाहिँ त्यो जुन इलेक्ट्रोन्सहरु छ त्यसलाई चाहिँ इमेजमा कसरी देखाउने भनेर चाहिँ फोकस गर्छ। फोकसिङ सिस्टमले चाहिँ हामीले जुन इमेजमा भिडियोजहरुमा देख्छौं त्यसमा चाहिँ ब्लर आउने कारण त्यो चाहिँ फोकसिङ सिस्टममा प्रब्लम भयो भने के भयो भने चाहिँ हामीले सिस्टममा ब्लरहरु देख्छौं। अनि फोकसिङ सिस्टमबाट त्यसपछि हाम्रो एक्स डिफ्लेक्ट र वाई डिफ्लेक्ट हुन्छ, होरिजोन्टल र भर्टिकल डिफ्लेक्सन्स हुन्छ। त्यसमा चाहिँ इलेक्ट्रिकल फिल्ड र म्याग्नेटिक फिल्ड हुन्छ। अनि त्यसपछि चाहिँ हामीले त्यो जुन इलेक्ट्रोन्सहरु छ त्यसलाई चाहिँ फोस्फोरसमा गएर ठोकिन्छ। फोस्फोरसमा गएर ठोकिसकेपछि चाहिँ हामीले इमेजहरुलाई चाहिँ स्क्रिनमा देख्छौं। इमेज बाहिर हामीले नर्मल इमेज देख्छौं भने भित्र चाहिँ यो फंक्सन भएको हुन्छ। अब मोनोक्रोमेटिक CRT भनेको चाहिँ मोनोक्रोमेटिक कलर स्कीम इज डेभलप्ड युजिङ ओन्ली शेड्स एन्ड टिन्ट्स अफ ओन्ली वान कलर। शेड्स र टिन्ट्सहरु युज गरेर मात्र हामीले इमेजहरुलाई प्रोड्युस गर्न देख्न सक्छौं। अनि मोनो भनेको चाहिँ वान, क्रोम भनेको चाहिँ कलर हो, इट मीन्स वान कलर। अनि टिन्ट्स एन्ड शेड्स भनेको टिन्ट्स भनेको चाहिँ एडिङ व्हाइट टु अ कलर अनि शेड्स भनेको चाहिँ एडिङ ब्ल्याक टु अ कलर। अब मोनोक्रोमेटिक CRT means a cathode ray tube displays that shows images in only one color, black and shades of that color. कलरहरुलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट टाइपमा हामीले देख्छौं भने त्यो चाहिँ मोनोक्रोमेटिक CRT हो। A monochromatic CRT is a display that produces images in just one color instead of full color. हामीले जुन अहिलेको कलर इमेजेसहरु देख्छौं त्यो चाहिँ कलर ग्रिडमा भएर हामीले रेड, ब्लू, ग्रीनहरु सबै कलर देख्छौं भने यसमा चाहिँ ब्ल्याक एन्ड व्हाइट र एम्बर कलरहरु युज भएको हुन्छ। ड्यू टु हाई मेमोरी कस्ट इन 70s and 80s, monochrome was the standard, often supporting only one bit, normal bright, or two bit, black, dark, gray light, gray, white pixelहरु इन्टेन्सिटीहरुलाई चाहिँ युज गरेको हुन्छ। अब अनलाइक कलर मोनिटर्स, अरुको कलर मोनिटर्सहरुमा जसरी हामीले रेड, ग्रीन, ब्लू फोस्फोरसहरु देख्छौं मोनिटर्समा, यसमा चाहिँ P1 ग्रीन, P3 एम्बर र P4 व्हाइट CRT मात्र युटिलाइज भएको हुन्छ। जस्तै एम्बर भनेको यो कलर भयो, ग्रीन भयो, अनि ग्रे र ब्ल्याक व्हाइटको शेड्स भयो। अनि टाइप्स अफ मोनोक्रोमेटिक CRT चाहिँ दुईटा टाइप्सको हुन्छ। जस्तै रास्टर स्क्यान भयो, अर्को र्यान्डम स्क्यान भयो। रास्टर स्क्यानले चाहिँ के गर्छ भने जुन CRT फर्म इमेजहरु हुन्छ त्यसलाई चाहिँ स्क्रिन लाइनबाट माथिबाट नै त्यसलाई स्क्यान गरेर लाइन बाइ लाइन सबै फ्रम टप टु बटनलाई चाहिँ यसले स्क्यान गर्छ। जस्तै फ्रम टप टु बटन युजिङ अ फ्रेम बफर, रिफ्रेश बफर टु स्टोर पिक्सल इन्टेन्सिटी भ्यालुज फर अल स्क्रिन पोइन्ट्स। A raster screen displays an object as a set of discrete points across each scan line. यसले चाहिँ एउटा लाइनलाई स्क्यान गरेर डिस्प्ले गर्छ भने र्यान्डम स्क्यानले चाहिँ हाम्रो जुन र्यान्डम स्क्यान मोनोक्रोमेटिक CRT draws images by directing the electron beam only along the required lines rather than scanning the entire screen. यसले चाहिँ पुरै लाइनलाई स्क्यान नगरेर पुरै लाइनलाई वान बाइ वान फ्रम टप टु बटन नगरेर यसले चाहिँ जसलाई फोकस गर्नुपर्ने हो त्यसलाई मात्र फोकस गरेर स्क्यान गर्छ। मोनोक्रोम डिस्प्लेज आर भेरी पपुलर इन ओल्डर इलेक्ट्रोनिक डिभाइस। पहिलाको टिभीजहरुमा, मोनिटर्सहरुमा चाहिँ मोनोक्रोमेटिक डिस्प्लेहरु एकदमै युजमा थियो। अनि अहिले पनि यिनीहरु युजमा छ। जस्तै मेडिकल इन्स्ट्रुमेन्टहरुमा, हाम्रो क्याल्कुलेटर्सहरुमा, कन्ट्रोल सिस्टम डिभाइसेसहरुमा, ई बुक रिडर्सहरुमा अझ पनि यो युजमा आइरहेको छ।
The major advantage of monochrome displays over color displays include low cost, more durable and less power consumption. Monochromatic display चाहिँ हाम्रो कलर डिस्प्लेहरु भन्दा एकदम कस्टमा पनि लो हुन्छ, धेरै टाइमसम्मको लागि यसलाई अब्जर्भ गरेर सेभ गरेर राख्न मिल्यो। अनि कलर डिस्प्ले जति हामीले पावर कन्ज्युम गर्छ यसले चाहिँ त्यति पावर पनि कन्ज्युम गर्दैन। थ्यांक यू।